Oh, tashi dalek tatari February 23, 2026 la. Ta ali la kang 여기 전부 잡기도 당분 인공 주드 당분이 당분 첸다 제 단다버도 continuously 강 밥대샤 강 पेसे मुझे तो स्कूल बस था ट्रेन सम्म सस्पेन्डेड रहेछ अनि स्कुल बस पनि चलिरहेछ अहिले सो गाइस हिउँ चाहिँ बबल परेछ है नाइस यसरी हुँदर भने कस्तो हुनुपर्छ आफ्टर लङ टाइम पछि हो हैन 20 लास्ट इयर पनि यस्तो हिउँ त परेको थिएन तर यसपालि चाहिँ दोहोरो हिउँ परेछ र काममा पनि जान सकेको छैन ट्रेनहरु सबै बन्द छ त्यस कारणले गर्दा चाहिँ यसो एकताखेरि चाहिँ गाउँघरको याद आयो यसो हिउँमा पैदल हिँडिरहेछु म सो प्राय जस्तो त अब सुतिरहेको होला घरहरु नि यसरी नै हिउँले गाडी सबै डुबेछ कोही अब घरको आँगनमा नै हिउँ फालिरहेछ सो अत्यन्तै खुसी लाग्यो आज यो हिउँले गर्दा चाहिँ धेरै रमाइलो हावा हुडी चलिरहेछ हावा चलेपछि त फेरि रुखको हाँगाहरू भाजेर पनि यहाँ मान्छेलाई यहाँ एक्सिडेन्ट हुन धेरै चान्सेसहरू हुन्छ भनेर चाहिँ यहाँ त्यो के अरे भनिरहेछ न्युजमा पनि सो गाइस यहाँ चाहिँ युजै बबल परेछ है तर खरायो चाहिँ पाउँदैन गाउँघरमा भएको भए पहाड हिमालतिर गएको भए खरायो केही पायो भने सो सामान्य जान पाउँथ्यो होला तर यहाँ चाहिँ चान्स छैन सो गाडीहरू सबै डुबिरहेछ गाइस मस्ती छ कुनै गाडीहरू चाहिँ घुटिरहेछ गाडी हिँडिरहेछ कुनै मान्छेले यहाँ काममा गएर बिचरा ट्रेन सस्पेन्डेड भएर चाहिँ कामबाट अब घर फर्किँदैछ कोही मान्छे यहाँ काममा जान सकेको छैन अझ टिएलसी उबर ड्राइभरदेखि कन्स्ट्रक्सन होटल हाउसकिपिङदेखि लिएर हाउसम्यानदेखि लिएर सबै बेबी सिटर यहाँ न्युयोर्कमा बस्ने सबैजना काममा जान सकेको छैन आजको दिनमा सो गाइस पुरा जस्तो भयो यार सो अहिले पनि कन्टिन्युसली हिउँ परिरहेछ आज दिनभरि पर्नेछ र भोलि पनि काम लागेपछि फेरि पर्सिदेखि यो विक चाहिँ हिउँले सजाउने छ सो कति मजाको ठाउँ छ यार नाइस धेरै राम्रो रुमको आँगाहरू सबैमा होइन दामी सिन चाहिँ दामी हो अझै कन्टिन्यू हिउँ परिरहेछ कुनै मान्छे हिँडिरहेछ बिचरा कहाँ जान लागेर अब काममा त जान्थेन होला आज ट्रेन पनि चलेको त छैन अब के हुन्छ अब हिउँ चाहिँ खतरै परेछ जे जस्तो होइन अझ त रुखमा चारा पनि देख्दैन हौ यस्तो गर्नु नजाने भनेर त छु अब सकिनँ अब घरमा जान्छु अब गइस यति हिउँ परेछ आज है ल न्युयोर्कको न्युज चाहिँ यो हो थ्याङ्क यू सो मच